हजुर हाई हेलो नमस्कार अनि सुप्रभात सबैलाई यति बेला हेर्दै हुनुहुन्छ तपाईँ दाजुको छोटो सा भ्लग दाजुसँगै रहनु होला नयाँ नयाँ जानकारीको लागि। आज म विशेष खास जानकारी लिएर आइसकेको छु तपाईहरूको लागि। एकैछिन यो भिडियो हेर्दै गर्नुहोस्, त्यस पछाडि म आउँछु। धन्यवाद। त्यसो धेरैजनाले हामी चाहिँ कलेजोको लागि कफी एकदम राम्रो हो भनेको पनि सुन्छौँ, हो त्यस्तो हो? एकदम ठिक कुरा सुन्नु भएको छ। ब्ल्याक कफी चिनी नराखिकन खाँदाखेरि एन्टिअक्सिडेन्टको रूपमा कलेजोलाई राम्रो गर्छ, त्यसकारण त्यो चाहिँ राम्रै कुरा हो। कति खाने त अब यसको मात्रा पनि होला? मात्र त यसमा अब ठ्याक्कै यति नै भन्ने त छैन। दिनमा एभरेजमा 4 कप कफीले कालो कफीले फाइदा गर्छ भनिन्छ। र तपाईले यो जानकारी हेरिसके पछाडि सुनिसके पछाडि अब तपाईँ निर्धक्क रूपमा दिनमा 4 कप कफी पिउनुस्, कालो कफी बिना सुगरको, र त्यस पछाडि बेलुका रुम जानुस्, 2-3 प्याक स्वाट पार्नुस्, आरामले सुत्नुस्। तपाईँको कलेज कहिल्यै खराब हुँदैन। ल यति चाहिँ मैले पनि भनिदिएँ है त। र यस्तै जानकारीको लागि दाजुलाई पछाउँदै गर्नु होला। दाजुसँगै हुनुहुन्छ हाम्रो 2 जना साथीहरू। हामी यति बेला अफिसबाट फर्किँदैछौँ। उहाँ एकजना हुनुहुन्छ निरज विष्ट अनि अर्को हुनुहुन्छ हाम्रो उज्जवल ढकाल। मेरा यार दोस्त हुनुहुन्छ उहाँहरूलाई पनि यसो सम्झिँदै गर्नु होला, फिडब्याक दिँदै गर्नु होला भन्दै उहाँहरूको लागि भयो पनि अनि मेरो लागि पनि हामी सबैको लागि लाइक कमेन्ट सेयर गरेर, तपाईँको लाइक कमेन्ट सेयरले तपाईँको घर घडेर केही जाँदैन, ढुक्क निर्धक्क रूपमा सपोर्ट गर्दा हुन्छ। केही परेमा केस कथम कदाचित केही परेमा पछि सर्ने म छँदैछु, चिन्ता नगर्नु होला। धन्यवाद।